नमस्कार सबैजना सम्पूर्ण आदरणीय महानुभाव तथा मेरा मित्रजन गुरुवर्ग सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी सबैलाई म हार्दिक आगमन गर्न चाहन्छु र अहिले म शार्दूल विकृति छन्द अन्तर्गत रहेर एक कविता सिर्जना गरेको छु। कविता रहेको छ मात्रिक गद्यांश अन्तर्गत रहेर एक कविता रचना गरेको छु। अहिले म वाचन गर्न चाहन्छु, कृपया सुनिदिनु हुन म विनम्र अनुरोध गर्दछु। मेरो कविताको शीर्षक रहेको छ मेरो देशको राजनीति। पृथ्वीका अनेक जीवहरूमध्ये मानव सर्वश्रेष्ठ मानिन्छ। दानवी सोचलाई पनि भगवानको विचारमा ठानिन्छ। इतिहास पढ अनेक फुलको फुलबारी बनाए। युद्धमा नि देशभक्ति भावनाले गोर्खाली हो जनाए। एकीकरणको निमित्त राजाको सुरुवात नि गरे। फुलबारीमा उम्रने फुललाई सधैँ सुगन्ध छरे। जुन वस्तुको जन्म हुन्छ त्यसको अवश्य अनन्त्य हुन्छ। वीरका रगत भई नेताहरू हिँड्ने बाटो भुल्छ। ताउकेहरू केवल उमेरका रहेछन् बुद्धिजीवी। कूटनीति र भ्रष्टाचारले जनताका पारिश्रित गोजी।